कसरी बेचिएको थियो भारतलाई महाकाली नदी? हाम्रो देशको यो अमूल्य सम्पत्ति कसरी भारतको अधीनमा पुग्यो? आउनुहोस् जानो आजको भिडियोमा। किन यही सन्धिको विवाद चलिरहँदा मदन भण्डारीको हत्या गरियो? यो हो महाकाली नदी। तर अधिकांश समय यहाँ पानी नै हुँदैन, किनकि भारतले महाकाली नदीको झण्डै सबै पानी आफ्नो तर्फ मोडिसकेको छ। भारतले नेपाललाई थाहा नदी यस्तो गरेको भने होइन, नेपालले आफै भारतसँग सम्झौता गर्यो, आफ्नै संसदबाट अनुमोदन गरायो र एक अर्थमा नेपालले आफै नेपालको महाकाली नदी भारतलाई बेचिदियो। तर त्यति बेला हाम्रा राजनीतिज्ञहरूले यति मूर्ख निर्णय किन गरे? यसको जरा खोज्न हामी करिब 208 वर्ष पछाडि फर्किनुपर्छ। सन् 1814 मा जब भारत ब्रिटिस इस्ट इन्डिया कम्पनीको अधीनमा थियो र बेलायत आफ्नो उपनिवेश विस्तार गर्ने क्रममा नेपाललाई पनि कब्जा गर्ने प्रयास गरिरहेको थियो, यही क्रममा इस्ट इन्डिया कम्पनी र नेपाल बीच 2 वर्ष लामो युद्ध भयो, जसलाई एङ्ग्लो नेपाल युद्ध भनिन्छ। र यही युद्ध अन्त्य गर्न भारतको सुगौली भन्ने ठाउँमा सुगौली सन्धि भयो, जसले नेपाललाई ग्रेटर नेपालको 1/3 भूभाग गुमाउन बाध्य बनायो। नयाँ सिमाना कोरिए, पूर्वमा मेची नदी र पश्चिममा महाकाली नदी, र यसपछि महाकाली पश्चिमको भूमि भारतको बन्यो। तर समय बित्दै जाँदा ब्रिटिसहरूले एउटा गम्भीर समस्या महसुस गरे। मनसुनको समयमा महाकाली नदीले उत्तर प्रदेशमा ठूलो विनाश मच्याउँथ्यो। त्यसैले सन् 1905 मा ब्रिटिस शासकहरूले नेपाललाई पत्र लेख्दै महाकाली नदीमा बाँध बनाउने प्रस्ताव राखे। नेपालले पनि सहमति जनायो, तर बाँध बनाउनु नदीको दुवै किनारा आवश्यक पर्थ्यो, भारतको पनि अनि नेपालको पनि। भारतीय किनारा उनीहरूकै नियन्त्रणमा थियो, तर नेपाली किनारमा काम गर्न नेपालको अनुमति चाहिन्थ्यो। त्यसैले ब्रिटिसहरूले साना भूभाग साटासाट गर्ने प्रस्ताव ल्याए र त्यसबेला नेपालमा शासन गरिरहेका राणाहरूको लागि यो कुनै ठूलो विषय नै थिएन। यसरी नेपाल र ब्रिटिस इस्ट इन्डिया कम्पनी बीच शारदा सम्झौता भयो, जस अनुसार नेपालले महाकालीको एक किनारको केही भूमि ब्रिटिस भारतलाई दियो र बदला स्वरूप नदी पारीका चाँदनी र दोधारा क्षेत्र नेपालले पायो। ठ्याक्कै भन्नुपर्दा 4093.88 एकड भूमि साटासाट भयो। त्यसपछि ब्रिटिसहरूले नदीका दुवै किनार प्रयोग गरेर बाँध बनाए, सिंचाई नहरहरू बनाए। मनसुनमा बाँध बन्द र सुक्खा मौसममा खोल्ने प्रणाली लागू भयो, जसले उत्तर प्रदेशका मानिसहरूको जीवन सजिलो बनायो र नेपाल भारत दुवैलाई सिंचाई पानी उपलब्ध गरायो। र सन्धिमा स्पष्ट लेखिएको थियो, नदीमा कुनै संरचना बनाउनु अघि दुवै देशको अनुमति चाहिन्छ। यही सम्झौता अनुसार लामो समयसम्म ठूलो विवाद भएन। तर सन् 1947 मा भारत स्वतन्त्र भएपछि र नेपालमा राणा शासन ढलेर प्रजातन्त्र आएपछि स्थिति बदलिन थाल्यो। 2017 सालमा राजा महेन्द्रले कू गरेर पञ्चायत व्यवस्था सुरु गरे र नेपाल राजनीतिक अस्थिरतामा फसिरहँदा भारतले यही कमजोरीको फाइदा उठाउन थाल्यो। पुराना सम्झौताहरू बेवास्ता गरिन थाले। सबैभन्दा पहिले भारतले शारदा ब्यारेजको उत्तरतर्फ टनकपुर बाँध निर्माण सुरु गर्यो। नेपालले शारदा सम्झौताको सन्दर्भ उठाउँदा भारतले सिधै भन्यो, यो भूमि हाम्रो हो, तिमीलाई प्रश्न गर्ने अधिकार छैन। भारतले शारदा ब्यारेज भन्दा माथि टनकपुर बाँध बनाएर सबै पानी रोकेर आफ्नो तर्फ मोड्यो। त्यसमाथि नेपालसँग अनुमति नै नलिई करिब 2.9 हेक्टर नेपाली भूमि अतिक्रमण गर्यो। नेपालभित्र कडा विरोध चर्कियो, तर भारतले कुनै वास्ता नै गरेन। 2047 सालमा प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईले संविधानमा धारा 126 ल्याए, जसले कुनै पनि द्विपक्षीय सम्झौता 2/3 बहुमतले संसदबाट पारित हुनुपर्ने व्यवस्था गर्यो, ताकि प्रधानमन्त्रीहरूले देशको नाममा गोप्य सम्झौता गर्न नसकुन्। तर अर्को वर्ष प्रधानमन्त्री बनेका गिरिजा प्रसाद कोइराला भारत भ्रमणमा गएपछि सबैको अपेक्षा विपरीत उनले महाकाली मुद्दा कडा रूपमा उठाएनन्, बरु भारतको प्रस्ताव स्वीकार गरे। विवादित भूमि भारतलाई दिने र बदलामा नेपाललाई केही बिजुली दिने शर्त गरियो। यसरी गिरिजा प्रसाद कोइरालाले हस्ताक्षर गरेपछि विवादित भूमि आधिकारिक रूपमा भारतको बन्यो र 120 मेगावाट आयोजनाबाट नेपालले केवल 6.65% बिजुली पाउने सहमति भयो। नदी दुवै देशको, भूमि नेपालकै, तर सुक्खा नेपालतिर मात्रै। यति हुँदाहुँदै पनि यस्तो सम्झौता भएपछि नेपाल फर्कदा देशभर विरोध चर्कियो। प्रतिपक्षी एमाले सडक र संसद दुवैतिर उत्रियो र सबैभन्दा कडा आवाज थियो मदन भण्डारीको। उनले धारा 126 को प्रश्न उठाउँदै प्रधानमन्त्रीले एक्लै कसरी हस्ताक्षर गर्न सक्छन् भनेर चुनौती दिए। मुद्दा सर्वोच्च अदालत पुग्यो र अदालतले स्पष्ट भन्यो, यो सम्झौता होइन, सन्धि हो र संसदको 2/3 बहुमत आवश्यक छ। तर त्यसबेला संसदबाट पारित हुने सम्भावना थिएन। त्यसपछि निर्वाचन भयो। 2052 सालमा एमाले सत्तामा आयो, तर महाकाली सन्धिको सबैभन्दा ठूलो विरोधी मदन भण्डारी दासढुङ्गामा मारिसकेका थिए। त्यसपछि सत्ता केन्द्रित भयो मनमोहन अधिकारीतर्फ, माधव नेपालतर्फ र केपी ओलीमा। कार्यवाहक प्रधानमन्त्री बनेका माधव कुमार नेपाल भारत जाँदा फेरि एउटै प्याकेजमा शारदा, टनकपुर र पञ्चेश्वर समेट्ने प्रस्ताव आयो। एमाले भित्र विभाजन भयो।
संसद विघटन भयो, मध्यावधि निर्वाचनपछि प्रधानमन्त्री बने शेरबहादुर देउवा र अन्ततः 2052 साल माघ 29 गते महाकाली सन्धिमा हस्ताक्षर भयो, जस अनुसार मनसुनमा नेपालले 28.35 क्युसेक र सुक्खा मौसममा 4.25 क्युसेक पानी मात्रै पाउने भयो, जबकि वास्तविक बहाव हजारौं क्युसेक छ। अर्थात् नेपालले 2% भन्दा पनि कम पानी बाँकी सबै भारतको नेपालकै खुलाबाट भारतले पानी लग्यो, नेपालले केही गर्न सकेन। 30 वर्ष बितिसक्दा न पञ्चेश्वर बन्यो, न पानी आयो, न बिजुली, न आम्दानी। बरु भारतले हाम्रो नदीमाथि नियन्त्रण जमाइरहेको छ। हवस् त, यो कन्टेन्ट हामीले विभिन्न पोर्टल र वेबसाइटहरूबाट इन्फर्मेसन लिएर तयार पारेका हौं। यस्तै खोजमूलक भिडियोका लागि ट्रिभर्स टिभी हेर्दै गर्नुहोला। नमस्ते।